ल साथी हामी चाहिँ आदेश्वर मन्दिरबाट चाहिँ बाटो जाम भएर चाहिँ उतातिरबाट बाइक जान नदिएर हिँड्दै जानुपर्ने भएको कारण चाहिँ हामी चाहिँ यता इचङ्गु नारायण थान मन्दिर तर्फबाट हामी चाहिँ यता यो कच्ची बाटो हुँदै यो पुरै घुमेर राउन्ड घुमेर हामी चाहिँ यो कच्ची बाटो हुँदै जाँदैछौँ है। त्यतातिर चाहिँ जाम भएर मान्छेको भिड भएर चाहिँ हामी यताबाट जाँदैछौँ है साथीहरू। ल यो बाटो चाहिँ अलि डेन्जरस रहेछ, कच्ची बाटो रहेछ, सानो बाटो रहेछ, दुईवटा बाइक क्रस हुनलाई अलि धौधौ रहेछ, केही वेट गरेर अर्को बाइकलाई पास गर्नुपर्ने रहेछ, त्यस्तो ठाउँ छ है। एउटा भाइलाई के कस्तो छ बाटो के छ भन्दा सुन्दा चाहिँ बाटो त छ 2 बजेसम्म हुन्छ, 2 बजेपछि बन्द हुने हो, अहिले खोलिरह भन्छ, तर चाहिँ जाँदैछौँ गए बेकार छ नगए हुन्छ भन्छ भन्नु चाहिँ होइन भन्नुभएको छ उहाँले। र त्यही पनि हामी अब 3 दिन भयो क्या लगातार गइरहेको होइन, 3 दिनमा कहिले कहिले पानी आयो नि त्यस्तै हुँदै फर्किँदै कहिले बन्द हुने बेलामा भएर हामी चाहिँ आज चाहिँ जाउँ न के छ लास्ट शनिबार हो भनेर हिँडिरहेको छौँ है साथीहरू। ल बाटो यस्तो डेन्जर छ हेर्नु त पारिबाट आउनुपर्छ है। साथी कसैको स्कुटी बाइकले पनि तान्न सकेर हुन्छ है, वेट गरेर बसेर झारेर हिँडिरहनु भएको छ उहाँ, तर हाम्रो चाहिँ खै तानिरहेको छ त्यो अहिलेसम्म राम्रै छ, ट्र्याक्टर हो नि उहाँ तानिरहेको छ, गइरहेको छौँ ल है। ओहो बाटो त यस्तो डेन्जरस रहेछ है। ल ओहो उकालो रहेछ, ल माथि मोड पनि रहेछ, कच्ची बाटो छ है साथी, यस्तै छ बाटो चाहिँ हामीले सुरक्षित हुँदै यस्तो बिस्तारै गइरहेको छौँ। भैर गुम्बाको लागि परिश्रम गरिरहेको छौँ है हामी। कोही मान्छे पैदल हिँड्दै आउनुपर्छ, कोही मान्छे बाइकमा हिँड्नु भएको छ, उताको जाम भएर कि उताबाट स्कुटी जानै दिएको छ नि, स्कुटी तल के भन्छ आदेश्वर मन्दिरमा राखेर अनि हामी हिँड्दै जाने हो त्यहाँबाट। त्योभन्दा चाहिँ हामी यताबाट घुमेर आएको छौँ, उताबाट मान्छेको भिड भएर पनि होला सायद मान्छेहरू चाहिँ यतादेखि पनि आइरहेको छ है हिँड्दै। हेत्तरी कस्तो मान्छे है, कहाँदेखि आएको ल आमामा ठोकेला अन्डर बन्द छ भन्ने कुरो धेरै सुनेछ। अस्ति आयो 2 बजीबाट बन्द हुन्छ भनेर फर्क्यो, हिजो आयो पानी आएर भोलि मात्र बुझ्छ भने फेरि फर्क्यो, सरकारले फेरि आज आएको हुन्छ भनेर फेरि बन्द भयो भन्ने कुरो सुनिरहेको छु। हेर्नुहोस् त भिड व्हाइट गुम्बाको यस्तो गुम्बाको बाहिर भित्रको मान्छे बाहिर आउनु पाएको छैन, बाहिरको मान्छे चाहिँ भित्र जानु पाएको छैन। यस्तो भइरहेको उता गर्न पाएको छैन, ज्वरो भएको छ क्या, ज्वरो भयो कहाँबाट जान्छ त भिड छ आमामा है। ल साथीहरू गाइज अब यस्तो भिड देख्नु भयो होला होइन, यस्तो भिड छ भन्ने कुरा हेर्नु, ठेला ठेल छ, यताबाट धकल छ, उताबाट धकल छ, क्यामेरा खिच्नलाई यति गाह्रो भएको छ है, ठेला ठेल छ, खुट्टा खुसीहरू त्यस्तै छ होला, त्यस्तै छ, केही सुन्ने होइन है म बोलेको। हेर्नुहोस् त यस्तो भिड छ है, कसरी छिन्ने हो भनिरहेको छु म चाहिँ। ल साथीको यस्तो भिड छ है। ओहो अरूभन्दा बच्चासँग हिँड्ने मान्छेहरू दिदीबहिनीहरू दाइहरूलाई यति गाह्रो भएको छ है, कोही बच्चाहरू कानमा हालेर हिँडिरहनु भएको छ, रुनु भएको छ, कोही टिचा बच्चाहरू यता चट्नी उता यो चट्नी बिचरा ऊ यता यो साइडमा दाहिने साइडमा चाहिँ यो दाहिने साइडतिर चाहिँ एकजना बच्चा ढल्यो भन्ने सुनेको छ, देखिँदैन भिडमा छ है, कोच छ। यस्तै छ बिहान व्हाइट गुम्बा शनिबारको दिन भएर होला आज है, अरू दिनमा चाहिँ खासै हुँदैन भन्ने सुनेको छ, आज शनिबार लास्ट दिन भनेर होला सबै मान्छे भएभरिका मान्छेहरू सबै आउनुभएको छ है, बिदा दिन पऱ्यो त्यही माथि बच्चाहरू लिएर घुमाउने भनेर आउनुभयो। यस्तो छ बिजोग छ हेर्नु न, म चाहिँ यहाँ पुगेँ बल्ल बल्ल है, म पनि यता धकल्ने गर्दा बल्ल क्यामेरा सेट गर्दै खिच्दै तपाईँहरूलाई देखाउँदै हिँडिरहेको छु है, कष्ट गरिरहेको छु, पसिना त्यस्तै आइरहेछ, आँखा पुरो भइसकेछ मेरो पसिनाले फेलाफेल गरेर बच्चाहरू हेर्नु त काँधमा हाल्दै हिँड्नु भएको छ कहिले निस्किहाल्नु, सबैलाई जान परेछ, देख्नु परेछ, हेर्नु परेछ है, कस्तो छ भनेर अनुभव हेर्नु परेछ। यस्तै छ गाइज, ल हेर्नुहोस् त हेर्दै जानुहोस् है त के हुँदैछ अगाडि पछि।
साथीमा आफ्नो थोपडा देखाउन पनि भएको छैन, सकेको छैन। भिडले गर्दा हेर्नुहोस् यस्तो भिड छ कि यस्तो भिड छ, कुरै नभन्दा हेर्नुहोस् भिड देखाइरहेको छु तपाईँलाई। ल भिड हेर्नु त, मान्छेको भिड हेर्नु त खुट्टा खुसेर हैरान भइसक्यो। अब यहाँ माथि जानलाई अझै 10 मिनट लाग्छ जस्तो लाग्छ है, यस्तो छ है साथीहरू। यस्तो सपोर्ट यता नयाँ नयाँ सपोर्ट हो त्यस्तरी क्या। ल हेर्नु त पछाडि हेर्नु त भिड आमामा यहाँसम्म आयो। ल यहाँसम्म भर्याङसम्म चढ्नलाई पुगिसक्यो। भिड छ। अब यहाँ अझै माथि जान कति समय लाग्ने होला हेर्नु त कति हो भाइट गुम्बाको त छ हेर्नुहोस्। ल एकचोटि म चाहिँ गेटतिरको झलक देखाउँछु तपाईँहरूलाई कस्तो भिड छ, कति भिड छ यहाँ माथिबाट। ल हेर्नु त ओहो ल मान्छेको पेलापेल ठेलाठेल। ल हेर्नु त गेटमा यस्तो हालत छ, जाने मान्छे त्यस्तै छ, आउने मान्छे यस्तै छ। यहाँसम्म झन्डा माथि आयो, यहाँबाट अझै माथि छ जान। ल यो भर्याङबाट लडी आएको हामी। ल हेर्नु त यो गेटमा ठेलाठेल मान्छे आम्मा है तरिका। ल लाग्यो साथी, अब माथितिर लाग्यो। यस्तो गाह्रो छ है। ल यतातिर जाँदा नि मान्छे यस्तै भिड छ। सिन हेर्ने भ्युज हेर्ने भनेको त्यस्तै हो, मान्छे मात्र। ल मान्छेभन्दा अरू केही छैन। ल हेर्नु त यो सबै जाने कसरी भनेर सोचेर हो बसेर मान्छे आउने चाहिँ बल्ल बल्ल आयो। भिड त्यस्तै छ, पिक्चर बनाउने भिड त्यस्तै छ, भिडियो बनाउने भिड त्यस्तै छ है। घुम्ने मान्छेको भिड त्यस्तै छ। ल यस्तो यहाँसम्म आयो, त्यहाँ त तलबाट आएको हामी। ल यस्तो भिड छ, त्यहाँदेखि मान्छेको भिडै भिड छ। भिड त साथीहरू यस्तो छ है बाबा है। मान्छेको भिड त्यस्तै छ। हेर्नु होला नि कस्तो छ। शनिबारको दिन सबै काठमाडौँ बसी सबै आए जस्तो छ यतातिर घरकोमा। ल हेर्नु त सेतो गुम्बा भन्ने ठाउँ यस्तो छ, देख्नुभयो होला नि साथीहरू झलकहरू। ल यहाँ अगाडि मेन मूर्तिमा आइपुग्यो। ल तपाईँहरूलाई म चाहिँ यहाँ देखाउँछु। यहाँ अगाडिपट्टि यसरी ट्याक्क लाएर यो चाहिँ मेन मूर्ति हो। यहाँबाट चाहिँ हामी चाहिँ पोरा लगाएर जान्छौँ। ल बुद्धको मूर्ति माथि छ, पनि दोस्रो पनि बुद्ध नै होला, बुद्धै हो। ल ट्याक्क लगाएर यहाँ मूर्तिमा चाहिँ सबभन्दा हाइटमा यो मूर्ति चाहिँ सबभन्दा सेतो गुम्बाको सबभन्दा माथिको हाइटमा भएको छ। यसपछि हामी चाहिँ ट्याक्क घुमेर चाहिँ जान्छौँ। ल साथीहरू देख्नुभयो होला है त्यो। ल क्यामेरालाई म घुमाएर हल्का यहाँको भ्यूहरू देखाउँछु है साथीहरू। ल यसो गरेर ल हेर्नु त भ्यू त्यस्तै हो, मान्छेको भिड छ। यो गुम्बामा यो मेन मूर्तिबाट हामी चाहिँ खोरालाई जान्छौँ। ल यस्तै भिड छ। ल देख्नुभयो होला नि भिडै भिड मान्छेको भिडभन्दा अरू केही छैन। ल जुम गरेर म देखाउँछु हल्का है त। ल कस्तो लाग्यो लाइक सेयर चाहिँ गर्नु नबिर्सनु। ल जस्तै क्यारीहरूमा राम्रो छ, फुलहरूको डेकोरेसन राम्रो बनाएको छ। क्यारीहरू चाहिँ जे छ यहाँ डेकोरेसनहरू बमलहरूमा फुलहरू हैन, क्यारीहरू बनाएको, फुलहरू सजाएको मिलाएको एकदम राम्रो छ यो सेतो गुम्बामा साथीहरूलाई। यहाँ माथिपट्टि चाहिँ बुद्धहरूको मूर्ति, विभिन्न कलरको मूर्तिहरू छ। के कलरको छ त्यति साह्रो त मलाई जानकारी छैन, जस यहाँबाट चाहिँ देखाइरहेको छु।
फोटो खिचिरहनु भएको छ यता फोटो खिच्नेको भिड छ यतातिर टिकटक बनाउनेको भिड छ ल हेर्नुहोस् यस्तै छ पानीहरु जुसहरु राख्नु पर्यो घरमा ल थके पनि ल हामी फर्किन्छौँ अब यहाँबाट हल्का भ्यू देखाउँछु कस्तो देखिँदो रहेछ हेर्दै गर्नु होला ल यहाँदेखि पनि राम्रै देखेछ ल यो चाहिँ हामी झर्ने क्रममा है साथीहरू चाहिँ हामी तलतिर झर्ने क्रममा यसो देखाइरहेको छु तपाईँलाई अहिले चाहिँ अलिक कम भएछ माथितिर है नत्र खुट्टा आउनु सक्दैन तर झरिसक्यो होला नाति चाहिँ हामी झर्दैछौँ अब आउने बाँकी त्यस्तै छ ल हामी फेरि तलतिर लाग्यो त साथीहरू ल फेरि एकचोटि यहाँबाट म भ्यू देखाउँछु तपाईँलाई हामी यहाँको बाटो गेट अब झर्ने क्रममा कति छ ल आउने मान्छे चाहिँ बन्द रहेछ यो गेटबाट चाहिँ आउने जाने क्रममा फेरि त्यस्तै भिड छ ल हेर्नुहोस् त जाने क्रममा गेट चाहिँ अर्को हुनु पर्थ्यो क्या जाने ठाउँमा होइन अनि सही हुन्थ्यो आउने जाने फरक भएपछि अलिक भिड कम हुन्थ्यो त्यस्तै भइरहेछ ल आउने क्रममा आउने गेट बन्द छ जाने गेट चाहिँ अब खुल्लै रहेछ जेस अब भिड चाहिँ अलिक कमै हुन्छ कि हेरौँ के छ लाग्यो है त्यसरी आउने मान्छे फेरि त्यस्तै गेट बाहिर त्यत्तिकै लाइन छ फेरि त्यत्तिकै भिड छ फेरि आमा कति होला त निस्किने कसरी भन्ने कुरा गेट खोलिसक्यो ल भिड त्यस्तै छ ल दौडिसक्यो मान्छेहरू हो ल हेर्नुहोस् त बाहिर जाने भन्दा भित्र आउने बढी छ बाहिर जानलाई मान्छेहरू गेटमा वेट गरेछ ल भित्र आउने मान्छे त्यहाँ खोलिसक्यो गेट यस्तो पेलापेल भागाभार मिच ल अर्को लट फेरि त्यस्तो भएछ हाम्रो आउने लट यस्तै भिड थियो मारामार थियो अहिलेको भन्दा अलिक कम भयो जस्तो छ तर त्यस्तै नै रहेछ भन्दा त अलि हल्लो छ आउने जाने गर्दैको होल्ड हुन्थ्यो होइन बन्द गर्दै भएपछि सबै छुट्यो ल फेरि पेलापेल भइसक्यो ल मान्छे फेरि उति नै भइसक्यो ल हेर्नुहोस् त माथि जाने मान्छे ओहो हो गेटमा त्यस्तै पेलापेल छ हाम्रो यो साइडमा त्यस्तै बसेछ जानलाई यतातिर यो उताबाट आउने मान्छे त्यस्तै पेलापेल छ चिच्चाको छन् च्यापेको छन् है कोही रोएको छ कोही के भएको छ कोही सास रोक्यो भनेको छ मामा यस्तो भिड छ यो सेतो गुम्बालाई हेर्नु त शनिबारको दिन आज लास्ट दिन भएर होला आउने यस्तै छ बिहानदेखि नन स्टप अहिलेसम्म यस्तै भइरहेछ ल हेर्नुहोस् त बाबरे बाब सुरुमा कम भयो जस्तो लाग्यो तर अहिले चाहिँ हेर्नु त फेरि पेलापेल भइसक्यो त्यस्तै भइसकेछ ल बाबरे बाब मान्छे ल हेर्नुहोस् त कति हो त मान्छे बिहानदेखि यस्तै हो कि अहिलेदेखि होइन कि तपाईँहरूको बिहानदेखि यस्तै छ कि यति भिड छ यति त अब कुडी खेलमा कुनै पनि चाडपर्व हुँदा रमाइलो हुँदा चाहिँ यत्रो भिड चाहिँ मैले थाहा पाएको थिएन है यस्तो व्हाइट गुम्बामा यस्तो भिड आमामा जे सेतो गुम्बामा के नै रहेछ र भन्ने कुरा ल सबैले चाहिँ
हेर्न आउनुभएको छ। एक वर्षपछि खुल्यो नि त, त्यही भएर नि होला अचानक। त्यही माथि शनिबार पऱ्यो, सबै बच्चाहरू आउनलाई गर्नलाई बिदा दिन परेर सबै बच्चाहरूलाई लिएर आउनलाई दिन परेको भरलाई चाहिँ सायद भिड भएको हो कि जस्तो लाग्छ मलाई। ल हेर्नु त बच्चा, यो बच्चा रातो टी सर्टहरू लगाउने बच्चाहरू रातो पिरो बच्चा बिचरा मम्मीले काँधमा बोकेर हिँड्नु भएको छ। ल हेर यस्तै छ, बिजोग छ सबै बच्चाहरूको, यस्तै बिजोग छ। कोही बच्चा हराएको छ, कोही बच्चा रोएको छ, 2-3 जना त बेहोस भइसक्यो उता। त्यस्तो बिजोग छ बच्चाहरू, यस्तो केयर गरेर ल्याउनु होला ल्याएर। तर सक्यो यो वर्ष चाहिँ, अब यति नै होला। आज लास्ट शनिबार भएर नि होला यस्तो भिड छ जस्तो। ल भिडियो चाहिँ धेरै लामो हुने भयो मेरो यो भिडियो खिच्दासम्म है साथी हो। त्यही भएर म भिडियो चाहिँ छोटाउँछु। ल यस्तो भिड छ, खिच्दा नि सकेको छैन। यस्तो फेलाफेल ठल्ला छ बिचरा, कता कता समस्या जस्तो देखेको छु मैले है, बिजोग देखेको छु। मैले चाहिँ भिडियो चाहिँ अलिक छोटो गर्छु, यो खिच्नलाई भ्याउँदैन म है, यस्तो ठल्ला धकल छ। म साथी हो, म चाहिँ बाहिर निस्किने तरिकाले अब फेरि लाग्छु। ल बाहिरतिर गएर फेरि खिच्नेछु है त साथीहरूलाई। साथीमा एकदम गर्मी भएर मान्छे ढल्ला जस्तो गरेछन्। माथि आनीले चाहिँ पाइपबाट पानी पुरै छर्किदिनु भएको छ। ल साथीहरू यति चाहिँ रात केही शीतल हुन्छ, केही अलिक गर्मी कम हुन्छ नि त, त्यो गरेपछि ल त्यस कारणले नै मान्छे ढल्न कम हुन्छ भनेर माथिबाट पाइपबाट पानी पुरै छर्किनु भएको छ है त साथीहरू। जस रमाइलो भएको छ सेतो गुम्बामा है, यस्तो भिड छ। चाहिँ अब बन्द गरिसकेपछि धेरै भिड भयो नि त, फेरि अर्को लड खुलाउँछ। हेर भित्र जाने मान्छे चाहिँ गेट बन्द गरिसक्यो है। नरिस्तो भित्र छिर्ने मान्छे अझै यत्रो लाइन छ, परसम्म छ। आमामा कहिले भ्याउँथ्यो, आज भ्याउँदैन यो टोलले हेर्नलाई है। बफ ल वहाँदेखि हामी ल यताबाट निस्केको, हामी यिनीहरू चाहिँ उहाँहरू चाहिँ छिर्ने ठाउँ हो, भित्र जाने बात मान्छे। ल यस्तो माथिदेखि तलसम्म लाइन, बफ रे बफ। कति दिएर त कहिले छिरेर कहिले फर्किने हो उहाँहरू। आमामा यस्तो पनि तरिका बिजोग छ हो, बिजोग छ सेतो गुम्बामा। सबैलाई जानु परेछ। ल हेर्नुहोस् त, बाफ रे बाफ, यतिको भिड त म कहिलेसम्म देखेको थिएन अहिलेसम्म। न रत्न पार्क पनि देखेको थिएन, टुडी खेल पनि देखेको थिएन, कुनै पनि मेलामा देखेको थिएन मैले यो सेतो गुम्बामा यतिको भिड त। आमा हेट यस्तो
यस्तो भिड हुन्छ भने मैले सोचेको थिएन यार शनिबार भएर लास्ट दिन भएर हो कि के हो के बच्चाहरूलाई हेर्नुहोस् त बिजोग छ हो बिजोग छ ल जानु त अगाडि बच्चा यस्तो बच्चा लिएर कहाँ आउनु भोलि बिहानै 5 बजे भित्र आउनु होला कि बच्चा लिएर 5 बजे कि 6 बजे आउनु होला यस्तो हुन्छ बच्चा लिएर आएर बिजोग होला बच्चालाई यस्तो भिडमा कोसँग को मान्छे खै कता कता बिचरा एक्लै भइरहेछ त्यस्तो पनि ल साथी बल्ल 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 बाहिर निस्क्यो बल्ल अलिकति चिसो हावा चल्यो बाहिर निस्क्यो बल्ल सास आयो साथी हट यस्तो पनि भिड पनि माने मस्जिद गुम्बामा हट बिजोग छ बाबा जनताहरूलाई घुम्न आउने मान्छेले हट अब पो यहाँ यताबाट यस्तो निस्किँदैन ल यस्तो भिड बल्ल 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 बाहिर निस्क्यो ल अब स्कुटी छ पारी छ उतातिर उताको साइडमा छ हामी यतातिर निस्क्यौँ त्यो साइडमा चाहिँ कसरी जाने ल अन्त यस्तो छ बिजोग यताबाट बाटो जाम भएर हामी खेतको बाटोबाट त्यो खेतको बाटो आएको छ यसरी यताबाट जाने ठाउँ छैन यताबाट जाने गर्दै भयो होइन भिड छ नि अनि भिड भएर भन्यो भने नत्र को यहाँ खेतको बाटो हिँड्थ्यो गाह्रो छ सेतो गुम्बा आउनलाई हेत यस्तरी बिजोग भएर हेत ओहो ओ माई गड झन् आँखामा लागेन है हेत तेरि ल हो ढुङ्गा हाल्नु ढुङ्गा ठुलो ढुङ्गा हालेर गर्नु त अलि ठुलो ढुङ्गा हालेर हेत तेरि झन् आँखामा लागेन है ल ठिक छ ल बिस्तारै चढ्नुहोस् बिस्तारै दाजु ल अलि आफ्नो ज्यान पनि केयर गर्नु पर्यो म बोक्न सक्दैन थियो हाइट हुनुहुँदो रहेछ अच्छा भाइ यो बाटो चाहिँ आउनलाई निकासी बन्द भएर हेर्नु भिड जाम भएर मान्छे छिन्न नसक्ने विवश भएर यताको बाटो हुँदै त्यसो गरी यहाँदेखि चाहिँ वालबाट यसो चल्यो मान्छेको भिड छ ल बाटो नसकिन्छ यो बाटो आएको लगाइ जाऊ सक्यो अब हामी चाहिँ हाउसबाट निस्केर चाहिँ बल्ल बल्ल निस्किसक्यौँ खेतको बाटो हुँदै आयो है अब चाहिँ हामी चाहिँ यहाँबाट घर लाग्छौँ लगाइछु ओके बाटोमा फेरि म भिडियो अपडेट गर्दै गर्छु हेर्दै गर्नु होला
यतिकै बाटो है, कच्ची बाटो साथी। यताबाट पुरै जाम छ, मान्छे हिँड्ने ठाउँ छैन। बाइक स्कुटी जान कसरी जाओस् है। हामी त खेतको बाटो चढेको। अब फेरि हामी चाहिँ यताबाट चाहिँ के भन्छ पश्चिमको बाटो हुँदै फेरि हामी कहाँ निस्किन्छौँ त? जङ्गलै यो कच्ची बाटो अफरोड हुँदै हामी चाहिँ इचुङ्गो नारायण मन्दिरबाट निस्केर हामी चाहिँ घरतिर लाग्छौँ है साथी। ल बाटो त्यस्तै कच्ची छ। यहाँ आउँदा देख्नुभयो होला, अब फेरि जाँदा पनि देख्नुहुन्छ है। ल ल लाग्यो अब यो भिड छ, बिस्तारै बिस्तारै जाँदैछु साथी हो। ल आजलाई यति नै सेतो गुम्बाको है। फेरि अर्को वर्ष खुल्यो भने फेरि दर्शन गर्न आउँला, फेरि घुम्न आउँला। ल लाग्यो सरर साथी। हामी चाहिँ यताबाट चाहिँ जानिरहेको जाम भएर फेरि फर्केको बाटै आएको बाटै फर्क्यौँ। बाटो यस्तो छ अवस्था है, डेन्जर छ। बाटो चाहिँ हो क्या यस्तो अफरोडमा चलाउनु चाहिँ मजा आउँछ कि। यतातिर पुरै ओह्रालो, उतातिर उकालो, झाडी, कुट्टन। ल समाइदैन समाउनु। ल म समाइरहेको छु। गाह्रो छ के अनि यस्तै बाटो कच्ची छ, बिस्तारै जानुपर्छ बिस्तारै जानुपर्छ। यस्तै छ बाटो साथीहरू, देख्नुभयो होला बाटोको हालत होइन। यस्तै छ, डबल तिरवल जानलाई अझै गाह्रो छ। हामी बल्ल बल्ल बिस्तारै बिस्तारै आइरहेको छौँ। बाटो देख्नुभयो होला यस्तै छ। जस सकुशल यहाँसम्म आयो। अब सायद अब अलि टाढा अलिकता पुगेपछि हामी बाटोमै पुग्नेछौँ। ल ल साथी, कच्ची बाटो पनि पार गरियो। अब चाहिँ हिचङ्गो नारायण थान मन्दिरमा आइयो। नारायण थान मन्दिरबाट लाग्यो अब घर सरर। अब चाहिँ पिजेपी छ वहीँ घरसम्म है। ल अब चाहिँ घरतिर लाग्यो। अब अहिले भन्दै म बिदा चाहन्छु। हस् त, बाई बाई सबैजनालाई। गुम्बाको भ्यूहरू कस्तो भयो, मन पऱ्यो कि परेन, कस्तो भयो तपाईँहरूलाई लाइक सेयर कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। यस्तै नयाँ भ्लगहरू फेरि अपडेट गर्नेछु। हस् त भन्दै बिदा चाहन्छु। ओके बाई बाई सबैजनालाई, नमस्ते।